वेल, हामी जति नै ठुलो भए पनि, जति नै बुढो भए पनि, जति नै मेच्योर भए पनि हाम्रो भित्रको बचपना भन्ने चाहिँ कहिले जाँदैन। हाम्रो भित्रको चाइल्डहुड त्यो जहिले पनि हामीले कुनै पनि सानोमा गरेको चिजहरू देख्छौँ नि, त्यो अचानक फिर्ता आउँछ क्या, फर्केर आएको जस्तो लाग्छ। त्यो कुराहरू हमेसा हामीसँग रहनेछ र त्यही चिजलाई नै लिएर हामी यो संसार छोडेर एक दिन जानेछौँ। सो आजको ब्लग स्टार्ट गर्दै धेरै चिजहरू छ जो मैले घर आएर फिल गरेँ, गाउँ आएर फिल गरेँ। त्यसकै लागि नै म आज यो भिडियो बनाउन गइरहेको छु। हाई, आज चाहिँ मैले यो भिडियो मेरो गाउँदेखि सुरुवात गरेँ। यो मेरो गाउँ, यो मेरो घर, यहाँ म जन्मेको। वाइ बर्थ प्लेस इज इम्पोर्टेन्ट क्या। हामी जहाँ जन्मिन्छौँ त्यो जग्गा चाहिँ किन इम्पोर्टेन्ट छ त? हामी लग्जरी सहरहरूमा जान्छौँ, फ्यान्सी रेस्टुरेन्टमा जान्छौँ। वेल, हामीले चाहेको, हामीले सोचेको सबै कुरो भएको जग्गामा जान्छौँ, तर पनि त्यो जग्गा इन्कम्प्लिट भइरहेको हुन्छ। त्यो जग्गा हाम्रो लागि ठिकै मात्रै भइरहेको हुन्छ। गाउँ फर्किनु किन जरुरी छ? गाउँमा जुन चाहिँ इनोसेन्ट मान्छेहरू हुन्छ, आफ्नो फ्यामिली, आफू एकपल्ट टाढा भएपछि हामी हमेसा टाढै भएको हुन्छौँ क्या। त्यही लागि अलिकति टाइम निकालेर आफ्नो गाउँमा आउनुपर्छ। गाउँले यो हामी जहाँ पनि पुग्यो भने त्यो हाम्रो भित्रबाट त्यो आफ्नो गाउँलेपना, होइन, हामी गाउँमा बसेको कुराहरू, हामीले सानोमा गरेको चिजहरू, त्यो हामी कहिले पनि बिर्सिन सकिँदैन क्या। हामी थुप्रो जग्गा जान्छौँ होला, धेरै कुराहरू हुन्छ लाइफमा, कति अप्स एन्ड डाउन्सहरू, स्ट्रगल्सहरू, पैसा, हेल्थ इस्यु, सबै कुरो गाउँमा आउँदाखेरि चाहिँ भुलेको जस्तो लाग्छ क्या, बिर्सेको जस्तो लाग्छ। जे चिजहरू भइरहेको हुन्छ बेस्ट भएको हुन्छ हाम्रो, तर त्योभन्दा बेस्ट चाहिँ हामीले आफ्नो मान्छेको बिचमा बसेर जो फिल गर्छौँ क्या। हामीले आफू पढेको स्कुल, आफूसँग हिँडेको साथीहरू, आफूले सानोमा खाएको दोकान, त्यो खेत, यो पहाड, यो हमेसा हामी साथमा रहिरहेको हुन्छ क्या। त्यही लागि जहाँ पनि पुगौँ, जे पनि भयौँ, गाउँ आउनुहोस्, हेर्नुहोस्, गाउँ जस्ताको त्यस्तै हुन्छ। सहर बढी बदलेको हुन्छ होला, त्यति टाढो पुग्नु भयो भने, भोलिको गयो भने त्यो जहाँ त्यो त्यहाँ हुँदैन होला, त्यहाँ ठुलो बिल्डिङ भएको हुन्छ। तर गाउँ भन्ने कुराहरू स्लोली डेभलप हुने हो र गाउँमा जुन चाहिँ त्यो फिल, जुन चाहिँ त्यो एहसास, जुन चाहिँ त्यो तपाईँलाई हुने कुरा हुन्छ, त्यो कहिल्यै चेन्ज भएको हुँदैन। त्यही गरेर म गाउँ आएँ। मैले मेरो मम ड्याडसँग टाइम स्पेन्ड गरेँ,
सानोको मैले गरेको, सानोमा मैले चकचक गरेको, कुरा बिगारेको, साथीहरूसँग झगडा परेको कुराहरू मेरो मम ड्याडीहरूले यस्तो यस्तो थिए, यस्तो हुँदै थियो, त्यस्तो मलाई सुनाउनुहुन्छ। र म आफ्नो स्कुलतिर गएँ, जहाँ म खेल्थेँ साथीहरूसँग फुटबल क्रिकेट खेल्ने, त्यो जग्गातिर गएँ। म स्कुटी लिएर हिँडेँ, म हेरेँ, मतलब अहिले पनि मलाई त्यो अहिले मेरो धेरै हिजो अस्ति भए जस्तो लाग्छ क्या। मतलब यति छिटो लाइफ चेन्जेस, यति छिटो पनि दिन बद्लिँदो रहेछ, यति छिटो पनि सबै कुरो चेन्ज हुँदो रहेछ भन्ने कुराहरू त्यो मैले महसुस गरेँ। र त्यही सानो कुराहरूमा नै मैले भर्खर ब्लगिङ स्टार्ट गरेको छु। त्यही लागि म त्यही कुराहरू देखाउन चाहन्छु। र मैले मेरो गाउँ घुमेर होइन, मेरो घरहरू हेरेर, डाँडा पाखा हेरेर मैले के भन्न चाहन्छु भन्दाखेरि, मेरो गाउँमा चाहिँ सहरलाई नल्याइदिनुहोस् है। मेरो गाउँ चाहिँ गाउँ जस्तै होस्, मेरो गाउँमा सहर नल्याइदिनुहोस्। मेरो गाउँमा जस्तो मेरो गाउँ छ, जस्तो जे छ यस्तै नै होस्, मेरो गाउँमा सहर नहोस्। यो साना साना घरहरू, यो हाँसिरहेको मुहारहरू, यो बुढापाकाहरू यही होस्, हमेसा मेरो गाउँमा सहर नबसोस्। र मैले त्यस्तै गर्दै मैले आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गरेँ। अब हामीले सबै चिजहरू नै त यसरी नै छोडेर जानुपर्छ। हामी जान्छौँ, तर कहिलेकाहीँ आइराख्नुपर्छ क्या। गाउँ आइराख्नु चाहिँ जतिजनाले कोसिस गर्नुहुन्छ, जतिजनाले सक्नुहुन्छ होइन, सालमा 2 सालमा एकपल्ट चाहिँ घरमा आउनुहोस्, हेर्नुहोस्। हामी पढाइ त भक्यो, तर पनि आफ्नो घरमा पाहुना जसरी भए पनि आइराख्नुहोस्, फिल गरिराख्नुहोस् कि के चिज हुन्छ, कस्तो हुन्छ, कसरी सानोको कुराहरू, त्यो जहाँ हामीले सब छोडेर गए पनि त्यो कुराहरू भन्ने चाहिँ त्यहीँनिर छ जस्तो लाग्छ कि मलाई। त्यो हाम्रो बात जहाँदेखि हामीले छोडेको थियौँ त्यो सबै बात त्यहीँ छ। सिर्फ हाम्रो रेस्पोन्सिबिलिटी बदलेर गयो, जिउने तरिका बदलेर गयो, सबै जस्ताको तस्तै नै छ। त्यस्तै भन्दै गर्दा, यस्तै भिडियो बनाउँदै गर्दा मेरो जाने टाइम पनि आयो। अब फेरि म जाँदैछु र म जानुको लागि अब सामानहरू जे मैले लिएर जानु छ त्यो म लिएर जान्छु। सामान मात्रै होइन, सामानको साथमा मैले धेरै मेमोरीहरू लिएर जान्छु, धेरै यादहरू छ, धेरै कुराहरू लिएर जान्छु जुन मैले सानोमा सिक्नु सकिनँ, बुझ्नु सकिनँ। त्यो कुराहरू अहिले आएर मलाई घरबाट प्यारेन्ट्सहरूले भनेको कुराहरू अहिले फिलहाल मैले त्यो चिजहरू महसुस गर्छु, त्यो कुराहरूलाई लिएर जान्छु। र तपाईँहरू पनि आउनुहोस्, आफ्नो घर फर्किनुहोस्, सक्नुहुन्छ भने अलिकति टाइम निकालेर आफ्नो घर आउनुहोस्, आफ्नो आँगनमा आउनुहोस्, हेर्नुहोस् त्यो बिल्डिङभन्दा धेरै नै राम्रो छ गाउँ।